यस्तो चाहिँ मलाई अचम्म लाग्छ यार। यस्तो यो फुच्चाफुच्चीहरूलाई अब यो यस्तो घिनौना हरकत गर्ने यार भाइ। अब 3-4 वर्षको 5 वर्षको त्यस्तो Citizens tip 50 फुच्चाफुच्चीहरूलाई rupees. अब त्यस्तो हरकत गर्ने, त्यसतोलाई चाहिँ के अगर यो त्यस्तै हरकत हो भने हो नि होइन, सबै त्यही भएर त बोलेको हो। अब के गर्ने हो त यसको सोल्युसन चाहिँ? अब जेलमै छिराएर त भएन, यसलाई त के गर्नुपर्छ क्या? यो मान्छे भनेर पब्लिकलाई देखाइदिने, पब्लिकले आफै ठिकाना लिन्छ, पब्लिकले आफै ठिकाना, पब्लिक जस्टिस दिने हो, पब्लिक जस्टिस दिने हो त्यसलाई। होइन, पब्लिक जस्टिस नै दिने हो क्या, फाँसी होइन भाइ, पब्लिक जस्टिस दिने हो ल्याउने। अनि पब्लिकले डिसाइड गर्छ त्यसलाई के गर्ने भनेर। हात खुट्टा काट्ने हो कि पहिला बिस्तारै बिस्तारै चिर्दै अमिलो हाल्दै यसलाई मार्ने हो कि के गर्ने? यसको यो काट्दै छाला यसलाई खुवाउँदै बस्ने हो कि बिस्तारै जबसम्म उही आफै सकिँदैन के गर्ने हो? केही चाहिँ हुनु पर्यो क्या, पब्लिक जस्टिस दिने हो क्या। ल यो मान्छे हो, तिमीहरू जे गरे हामीले पनि सकिनमै भनेर त्यो दिने हो क्या। किनकि अब एकैचोटि कानुन अब डेथ पेनाल्टी भनेर त अब पुरै आउनु पर्यो सबै, त्यसरी कानुन पनि बद्लेन कि त यही एउटा मान्छेको लागि भनेर हुन्छ हुँदैन त्यो पनि थाहा छैन मलाई हो भाइ। तुरी काटेर टाँस दिनुपर्छ होइन क्या, तुरी काटेर टाँस्नु त नर्मल, त्यो त भएन, त्यो त तडपेन हो क्या भाइ। त्यो